नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामीले तपाईको बीचमा शिक्षक सेवा आयोगको लागि अत्यन्तै उपयोगी हुने शिक्षासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गर्न गइरहेका छौँ। अन्तसम्म हामीलाई हेर्नुहोला भन्न चाहन्छु। अब हामी 1 नम्बरको प्रश्नबाट यहाँ जोडिँदैछौँ। 1 नम्बरको प्रश्नले के भन्छ हेरौँ। टु ट्रेन एक्ट अफ टिचिङ ट्रेनिङ। शिक्षा सम्बन्धी कुन शब्दको अर्थ हो भनेको छ टु ट्रेन एक्ट अफ टिचिङ ट्रेनिङ अथवा ट्रेनिङ। यो शिक्षासँग सम्बन्धित कुन शब्दको अर्थ हो? यसको सही जवाफ हो एजुकेटम। यहाँनिर दिएको छ संस्कृतमा शिच र नेपालीमा यसको शब्द शिक्षा र यसको अर्थ सिकाउनु। अनि नेपालीमा विदको विद्या अथवा ज्ञान जसको शाब्दिक अर्थ जान्नु ज्ञान दिनु। अनि ल्याटिनमा एजुकेटम अङ्ग्रेजी शब्द एजुकेसन र यसको शाब्दिक अर्थ टु ट्रेन एक्ट अफ टिचिङ ट्रेनिङ जुन माथि सोधेको थियो। अनि ल्याटिनमा एजुसियर भनेको एजुकेसन यसको अङ्ग्रेजी अर्थ। अनि शाब्दिक अर्थ एजुसियर भनेको टु लिड आउट अथवा टु ड्र आउट। एजुकेयरको शाब्दिक अर्थ टु ब्रिङ अप टु राइज टु एजुकेट। एडुको शाब्दिक अर्थ टु लिड फोर्थ और टु एक्सट्र्याक्ट। कहिलेकाहीँ यिनै सामान्य कुराहरूले नै हाम्रो परीक्षा बिग्रिने हुनसक्छ। त्यसकारण एजुकेटम टु ट्रेन एक्ट अफ टिचिङ, एजुसियर टु लिड आउट टु ड्र आउट, एजुकेयर टु ब्रिङ अप टु राइज टु एजुकेट। यो शाब्दिक अर्थलाई हामीले जान्नुपर्ने हुन्छ। अर्को छ किताब पढ्न सक्ने मानिसलाई शिक्षित व्यक्ति बुझ्नु शिक्षाको कुन अर्थसँग सम्बन्धित छ भनेको छ। किताब पढ्न सक्ने व्यक्तिलाई शिक्षित व्यक्ति बुझ्नु यो शिक्षाको कुन अर्थसँग सम्बन्धित छ भनेको छ। यो किताब पढ्न सक्ने व्यक्तिलाई शिक्षित व्यक्ति बुझ्नु भनेको सङ्कुचित अर्थसँग सम्बन्धित छ। हामी हेरौँ सङ्कुचित समग्रमा शिक्षाको अर्थ शाब्दिक अर्थ भनेको सिकाउनु, विकसित गर्नु, भित्रबाट बाहिर निकाल्नु। यो शाब्दिक अर्थमा पर्छ। सङ्कुचित अर्थमा चाहिँ के छ भने सङ्कुचित अर्थमा किताबी ज्ञान अथवा ज्ञान प्राप्त गर्नु, सम्पूर्ण विकास, चरित्र विकास भन्यो भने यो सङ्कुचित अर्थ अन्तर्गत हामीले यसलाई लिन सक्छौँ। व्यापक अर्थमा चाहिँ के हो भने शिक्षाको व्यापक अर्थ प्रतिभा प्रस्फुटन, मानिसको सर्वाङ्गीण विकास, लाइफ लङ एजुकेसन। यो भन्यो भने शिक्षाको व्यापक अर्थ अन्तर्गत पर्दछ। अनि विश्लेषणात्मक अर्थ भन्यो भने त्रिमुखी प्रक्रिया, दक्षता विकास, गतिशील प्रक्रिया, जीवनको तयारी। यो चाहिँ शिक्षाको विश्लेषणात्मक अर्थ अन्तर्गत पर्दछ। सङ्कुचित अर्थ, व्यापक अर्थ र विश्लेषणात्मक अर्थ यो शिक्षाका यी अर्थहरूलाई हामीले जान्नुपर्ने हुन्छ। अब अर्को हेरौँ। जोडा मिलाउनुहोस् भनेको छ यो प्रश्नले। दरबार हाई स्कुलको हेडमास्टर मिस्टर केनिङ हो। मनोविज्ञानमा पिएचडी गर्ने महिला चाहिँ आर्जु राणा। एमए पास गर्ने राणा
एमए पास गर्ने राणा मृगेन्द्र शमशेर। एमए पास गर्ने राणा भनेपछि मृगेन्द्र शमशेर। एमएससी पास गर्ने खडानन्द। अनि स्कुल जीवनदेखि एमएसम्म प्रथम हुने यिनी भनेका रामप्रसाद मानन्दर। थप जानकारी पनि हेरौँ। यसको अप्सन चाहिँ क भयो। नेपालमा शिक्षा सम्बन्धी सर्वप्रथम को थियो यो कुरालाई पनि बुझौँ। त्रिभुवन विश्वविद्यालयको कुलपति कान्ति राज्यलक्ष्मी। त्रिभुवन विश्वविद्यालयको कुलपति सुवर्ण शमशेर जबरा। स्कुल जीवनदेखि एमएसम्म प्रथम हुने रामप्रसाद मानन्दर। त्रिभुवन विश्वविद्यालयका पिएचडी गर्ने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्ने मोहन झा। दरबार हाई स्कुलका हेडमास्टर मिस्टर केनिङ। मैट्रिक पास गर्ने राणा प्रधानमन्त्री सिरदिन चन्द्र शमशेर। नेपाली साहित्यमा पिएचडी गर्ने वासुदेव त्रिपाठी। पुस्तकालय विज्ञान पास गर्ने खड्गमान श्रेष्ठ। यो जानकारीलाई पनि हामीले जानिराखौँ। अब अर्को प्रश्न छ, सर्वाङ्गीण विकास गराउने साधन र प्रक्रियालाई शिक्षा भनिन्छ। सर्वाङ्गीण विकास गराउने साधन र प्रक्रियालाई शिक्षा भनिन्छ। यो शिक्षाको कुन अर्थसँग सम्बन्धित छ भनेको छ। सर्वाङ्गीण विकास गराउने साधन र प्रक्रियालाई शिक्षा भनिन्छ। यो शिक्षाको कुन अर्थसँग सम्बन्धित छ? यसको सही जवाफ हो व्यापक अर्थ। व्यापक अर्थसँग यो सम्बन्धित छ। सर्वाङ्गीण विकास गराउने साधन र प्रक्रियालाई शिक्षा भनिन्छ। यो भनेको शिक्षाको व्यापक अर्थसँग सम्बन्धित कुरा हो। व्यापक अर्थ भन्नाले जीवन पर्यन्त हुने सिकाइ, व्यापक गतिशील र निरन्तर प्रक्रिया, मानव जीवन जति नै व्यापक विस्तृत। यो कुरालाई बुझौँ। व्यक्तिको सर्वाङ्गीण विकासको माध्यम, हेडलाइट अफ लाइफ, लर्निङ इज नेभर ओल्ड भन्यो भने यो व्यापक अर्थमा हुन्छ। अनुभवबाट प्राप्त हुने सम्पूर्ण जीवनको उपयोगी ज्ञान। यस प्रक्रियामा शिक्षक, विद्यार्थी र पाठ्यक्रमको अन्तर्क्रियाद्वारा मानव व्यवहारमा परिवर्तन हुन्छ। सर्वाङ्गीण विकास गराउने साधन र प्रक्रियालाई व्यापक अर्थमा शिक्षा भनिन्छ। यस अन्तर्गत नैतिक, भाषिक, संवेगात्मक, सांस्कृतिक, सौन्दर्यात्मक, बौद्धिक सिप र आध्यात्मिक विकासहरू पर्दछन्। हामी तपाईहरूलाई शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण जानकारीलाई जोडिरहेका छौँ। अब हामी 5औं नम्बरतर्फ लाग्दैछौँ। मानव जातिको आध्यात्मिक प्राप्तिमा व्यक्तिको क्रमिक रूपमा योजना नै शिक्षा हो। मानव जातिको आध्यात्मिक प्राप्तिमा व्यक्तिको क्रमिक रूपमा योजना नै शिक्षा हो। यो कसले भने भन्ने प्रश्न छ। यसको सही जवाब रहेको छ बटलर। थप जानकारी पनि छ। यो प्रोबेलका केही भनाइहरू यहाँ छन्। शिक्षा एक यस्तो प्रक्रिया हो जसद्वारा बालकको आफ्नो आन्तरिक गुणलाई बाहिर ल्याउँछ भनेर प्रोबेलले भनेका छन्। शिक्षा बाहिर फक्रिन बाँकी रहेको तर भित्र फक्रिएको वस्तु भनेर पनि नै प्रोबेलले भनेका छन्। आन्तरिक गुणलाई बाहिर प्रकाशमा ल्याउनु भनेको शिक्षा हो भनेर प्रोबेलले भनेका छन्। शिक्षा त्यस्तो प्रक्रिया हो जसले बच्चालाई आन्तरिक र बाह्य विकास गराउँछ भनेका छन्। यो प्रोबेलका यी विचारहरू छन्। त्यस्तै रुसोले के भनेका छन् भने शिक्षा अरू केही होइन, बानीहरूको निर्माण मात्र हो। शिक्षा अरू केही होइन, बानीहरूको
निर्माण मात्र हो भनेका छन्। त्यस्तै उनले अर्को के कुरा पनि भनेका छन् भने बालक एउटा पुस्तक हो, शिक्षकले त्यसको पाना पाना पढ्नुपर्छ भनेर रुसोले भनेका छन्। त्यस्तै जोन डिवेका कुराहरूलाई पनि हेरौँ। शारीरिक विकासका लागि खानाको र सामाजिक विकासका लागि शिक्षाको आवश्यकता पर्छ भनेर जोन डिवेले भनेका छन्। उनले अर्को कुरा पनि के भनेका छन् भने शिक्षा जीवन हो, जीवन वृद्धि हो, त्यसैले शिक्षा वृद्धि हो भनेका छन्। त्यस्तै गरी शिक्षा जीवन हो, जीवनको लागि तयारी होइन पनि भन्ने व्यक्ति यिनी विद्वान जोन डिवे हुन्। वातावरणलाई नियन्त्रण गरी आफ्ना सम्भावनाहरूलाई पुरा गर्न सक्ने क्षमताको विकास नै शिक्षा हो भनेर पनि जोन डिवेले भनेका छन्। यी कुराहरूलाई पनि हामीले बुझौँ। छैठौँ नम्बरको प्रश्न हेरौँ। उपयुक्त जोडी छान्नुहोस् भनेको छ। यो छैठौँ नम्बरको प्रश्नले शिक्षा दुईमुखी प्रक्रिया भनेको छ। दुईमुखी भनिसकेपछि त यसमा हामीलाई कुनै गाह्रो भएन, शिक्षक र विद्यार्थी भनेर हामीले जोडा मिलाउन सक्यौँ। उपयुक्त जोडी खोज्नुहोस् भनेर चाहिँ जोडा मिलाउनु भनेर हिँड्छ ल। उपयुक्त जोडी कुन छ भनेको छ। ठिक छ, यो जोडा मिलाउनु 1 को 2 दुईमुखी प्रक्रियामा शिक्षक र विद्यार्थी। अनि शिक्षाको त्रिमुखी जे एडम्सनले त्रिमुखीमा के भने जेई एडम्सन भनेको त्रिवी समास, विशी समास, प्रसन्नै एडम्सन भनेर पढ्नुभयो होला। प्रकृति, समाज र नैतिकता प्रसन्नै। शिक्षाको त्रिमुखी प्रक्रियामा जोन डिवेले चाहिँ के भने विशी समाज भनेको विद्यार्थी, शिक्षक र समाज। ल योसँग सम्झित अप्सन चाहिँ एक भयो। दुईमुखीमा शिक्षक र विद्यार्थी। जेई एडम्सनका अनुसार शिक्षाका त्रिमुखी प्रक्रिया प्रसन्नै। शिक्षाका त्रिमुखी प्रक्रिया जोन डिवेका अनुसार चाहिँ विशी समाज। यसलाई यसरी बुझ्नु होला। हामी यति बेला प्रश्नहरूलाई राखिरहेका छौँ तपाईँको बिचमा। अब 7औं नम्बरको प्रश्नतर्फ लागौँ। 7औं नम्बरको प्रश्न के छ? शिक्षा पूर्ण जीवनको तयारी हो। यो भनाइ कसको हो भनेको छ। शिक्षा पूर्ण जीवनको तयारी हो। यो भनाइ चाहिँ हर्बर्ट स्पेन्सरको हो। अरू थप जानकारी पनि यहाँ रहेको छ। शिक्षा जीवन हो, जीवन शिक्षा हो। जोन लकले भने शिक्षा जीवन हो, जीवन शिक्षा हो भनेर। शिक्षा जीवन हो, जीवनको लागि तयारी होइन, क्षमताको विकास गराउनु शिक्षा नै हो भनेर जोन डिवेले भने। फेरि शिक्षा जीवन हो, जीवनको लागि तयारी होइन, क्षमताको विकास गराउनु नै शिक्षा हो भनेर जोन डिवेले भने। मानव जातिको आध्यात्मिक प्राप्तिमा व्यक्तिको क्रमिक रूपमा योजना नै शिक्षा हो भनेर बटलरले भने। मानव जातिको आध्यात्मिक प्राप्तिमा व्यक्तिको क्रमिक रूपमा योजना नै शिक्षा हो भनेर बटलरले भने। अब 8 नम्बरको प्रश्न। व्यावहारिक ज्ञान भन्दा सैद्धान्तिक ज्ञानमा बढी जोड दिने शिक्षा कुन हो भनेको छ। यो त एकदमै सजिलो, औपचारिक शिक्षा। यसलाई नअल्झियो। अर्को प्रश्न। क्लाइन्टल बेस्ड एजुकेसन भन्नाले कुन शिक्षालाई बुझिन्छ भनेको छ। यो 8 नम्बरको प्रश्न। यो क्लाइन्टल बेस्ड एजुकेसन भन्नाले औपचारिक शिक्षालाई बुझिन्छ। अनि अर्को प्रश्न पनि यहाँ रहेको छ। सिप केन्द्रित शिक्षामा जोड दिने शिक्षा तलका मध्ये कुन हो भनेको छ। सिप केन्द्रित शिक्षामा जोड दिने शिक्षा भनेको यो सिप केन्द्रित भन्दा बित्तिकै हामीले अनौपचारिक शिक्षा भनेर बुझ्नुपर्छ। अनौपचारिक शिक्षा
जीवन पर्यन्त सिकाइ कुन शिक्षासँग सम्बन्धित छ भनेको छ। जीवन पर्यन्त शिक्षा भनेपछि यो अनियमित शिक्षा भनेर हामी यसलाई बुझौँ। अनियमित शिक्षा भन्दा बित्तिकै आकस्मिक रूपमा प्राप्त हुने शिक्षा, निश्चित समय स्थान अवसरमा हुने, पूर्ण स्वतन्त्र रूपमा प्राप्त हुने, योजनाबद्ध नहुने, यसमा कुनै योजना हुँदैन, जानेर नदिने, उद्देश्य सङ्गठन नतोकिएको, गुरुचेला शिक्षक गुरुचेलाको यसमा आवश्यकतै पर्दैन। जीवन पर्यन्त निरन्तर एवं आकस्मिक शिक्षा वा सिकाइ भनेकै यो अनियमित शिक्षा हो। अब 12 नम्बरको प्रश्न हेरौँ। तलका मध्ये साधारण शिक्षाको विशेषता कुन होइन भनेको छ। साधारण शिक्षाको विशेषता कुन हो भन्नेतर्फ हामीले बुझौँ। साधारण शिक्षाको विशेषता भनेको हरेक व्यक्तिलाई अपरिहार्य र अत्यावश्यक हुन्छ। यो जीवन निर्वाहका लागि सघाउँछ। सामान्य जीवन तयारीका लागि दिइने शिक्षा साधारण शिक्षा हो। विशेष खालको ज्ञान सिप आवश्यक पर्दैन। यसलाई शिक्षाको मूल आधार हो। त्यसकारण यहाँ माथि दिएको अप्सनमा कुन होइन भनेको छ। यो नहो भएको भनेको प्रतिभाशाली व्यक्तित्वलाई दिइने भनेको यो साधारण शिक्षा होइन। अरू हुन् हरेक व्यक्तिले अपरिहार्य र अत्यावश्यक, सामान्य जीवन तयारीका लागि दिइने, विशेष खालको ज्ञान सिप आवश्यक नपर्ने, यी भनेका साधारण शिक्षाका विशेषता हुन्। हामी यति बेला शिक्षा प्रकाश युट्युब च्यानलमा रहेका छौँ र तपाईँसँग रहेर प्रश्न उत्तर शिक्षाका प्रश्नहरूलाई जोडिरहेका छौँ। अब अर्को प्रश्नलाई यहाँनिर हामी राख्दैछौँ। प्रश्न हेरौँ। शिक्षाको व्यक्तिगत वा वैयक्तिक उद्देश्य अन्तर्गत तलकामध्ये कुन पर्दैन भनेको छ। यसको लागि हामीले के कुरा बुझौँ भने शिक्षाको व्यक्तिगत उद्देश्यहरू, वैयक्तिक उद्देश्यहरू के हुन् भन्ने कुराको हामी विचार गरौँ। शिक्षाका व्यक्तिगत उद्देश्यहरू भनेका अन्तर्निहित शक्तिको विकासको लक्ष्य, आत्मानुभूतिको लक्ष्य, पूर्ण जीवनयापनको लक्ष्य, फुर्सदको समयको सदुपयोगको लक्ष्य, ज्ञान प्राप्ति वा व्यक्तिगत विकासको लक्ष्य, आत्म अभिव्यक्तिको लक्ष्य, व्यावसायिक क्षमता विकासको लक्ष्य। यसलाई पनि सम्झिनु होला। यो व्यावसायिक क्षमता विकासको लक्ष्य भनेको व्यक्तिगत लक्ष्य हो। नेतृत्व विकासको लक्ष्य, समायोजन वा आत्मसंरक्षणको लक्ष्य, यिनीहरू भनेका व्यक्तिका शिक्षाका व्यक्तिगत उद्देश्यहरू हुन्। अब यहाँ माथि यी बाहेक आर्थिक दक्षताको विकास चाहिँ व्यक्तिगत लक्ष्य अन्तर्गत, उद्देश्य अन्तर्गत पर्दैन। हामीले बुझ्नु पर्यो शिक्षाका व्यक्तिगत उद्देश्यहरू भनेका अन्तर्निहित शक्ति विकासको लक्ष्य, आत्मानुभूतिको लक्ष्य, पूर्ण जीवनयापनको लक्ष्य, फुर्सदको समयको सदुपयोगको लक्ष्य, ज्ञान प्राप्ति वा व्यक्तिगत विकासको लक्ष्य, आत्म अभिव्यक्तिको लक्ष्य, व्यावसायिक क्षमता विकासको लक्ष्य, नेतृत्व विकासको लक्ष्य, समायोजन वा आत्मसंरक्षणको लक्ष्य, यिनीहरू भनेका शिक्षाका व्यक्तिगत उद्देश्यहरू हुन्। अब अर्को प्रश्नतर्फ हामी लाग्दैछौँ। अर्को प्रश्नले के भन्छ हेरौँ। शिक्षामा उपेक्षा काल भन्नाले तलका मध्ये कुन समय अवधिलाई बुझिन्छ भनेर यहाँ प्रश्नले सोधेको छ। उपेक्षा काल शिक्षाको विकास नभएको, शिक्षालाई त्यति वास्ता नगरिएको काल भनेको यो विक्रम सम्वत 1825 देखि 1903 पूर्व, 1825 देखि 1903 पूर्वको अवस्था। यो भनेको शिक्षाको उपेक्षाको काल। अब यसलाई हेरौँ। प्राचीन काल भनेको 1903 भन्दा अगाडिको समय, मध्यकाल भनेको 1903 देखि 2007 सम्मको समय, आधुनिक काल भनेको 2007 सालदेखि हालसम्मको समय, मौलिक काल स्वदेशीय काल भनेको प्राचीन कालदेखि 1825 सम्मको अवस्थालाई यो मौलिक काल अथवा स्वदेशीय काल भनेर चिन्ने गरिन्छ।
शिक्षामा उपेक्षाको काल भनेको विक्रम सम्वत 1825 देखि 1903 पूर्वको अवधिलाई शिक्षामा उपेक्षाको काल भनेर बुझिन्छ। शिक्षामा विरोधकाल भनेको 1903 देखि 2007 साल पूर्वको अवस्थालाई शिक्षामा विरोधकाल भनेर बुझिन्छ। यसलाई हामी त्यसरी बुझौँ। अर्को प्रश्न हेरौँ। वेदको अध्ययनपछि सन्यास लिने महिलालाई के भनिन्छ भनेको छ। वेदको अध्ययनपछि सन्यास लिने महिलालाई ब्रह्मवादिनी भनिन्थ्यो। सैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात कुन कालमा भएको हो भनेको छ। यो सैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात चाहिँ शाहकालमा भएको सही छाप भनेर यसलाई तपाईँले पढ्नुभयो होला। सही छाप पृथ्वीनारायण शाहले सुरुवात गरेका। यहाँ हेरौँ, लिच्छवी कालमा धर्म प्रधान शिक्षा रहेको, शिक्षा हेर्ने निकायले अग्रहार बनिन्थ्यो। मल्लकाल जयस्थिति मल्लले व्यावसायिक सिकाउने व्यवस्था सुरु गरेका थिए। शाहकालीन शिक्षा, सैनिक शिक्षा र छात्रवृत्तिको सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए। फारसी पढ्न बुद्धिमान सिंहलाई 20 रुपियाँ र व्याकरण केसरीलाई संस्कृत पढ्न 50 रुपियाँ छात्रवृत्ति दिई बाहिर पढ्न पठाएका थिए। राणाकालीन शिक्षा जङ्गबहादुर राणाबाट 1910 आश्विन 27 गते जङ्गबहादुरले थापाथाली दरबारको दागचोकको भुइँतलामा अङ्ग्रेजी प्रारम्भिक स्कुल स्थापना गरेका थिए। यसलाई हामी यसरी बुझौँ। अब अर्को प्रश्नतर्फ लागौँ। शिक्षाको व्यक्तिगत वा वैयक्तिक उद्देश्य तलका मध्ये कुन होइन भनेको छ। हामीले यसभन्दा अगाडि पनि जान्यौँ शिक्षाका व्यक्तिगत उद्देश्यहरू के हुन् भन्ने कुरा। शिक्षाका व्यक्तिगत उद्देश्यमा अन्तर्निहित शक्ति विकासको लक्ष्य, आत्म अनुभूतिको लक्ष्य, आत्म अभिव्यक्तिको लक्ष्य, पूर्ण जीवनयापनको लक्ष्य, व्यावसायिक क्षमता विकासको लक्ष्य, फुर्सदको समयको सदुपयोगको लक्ष्य, नेतृत्व विकासको लक्ष्य, ज्ञान प्राप्ति वा व्यक्तिगत विकासको लक्ष्य, समायोजन वा आत्मसंरक्षणको लक्ष्य यिनीहरू शिक्षाको वैयक्तिक वा व्यक्तिगत उद्देश्य हुन्। यहाँ मानवीय सम्बन्धको विकास चाहिँ व्यक्तिगत उद्देश्यमा पर्दैन। यो अप्सन क। अब अर्को प्रश्नतर्फ लागौँ। शिक्षाको सामाजिक उद्देश्य कुन पर्दैन भनेको छ। यहाँ सामाजिक उद्देश्य के हुन् भन्नेतर्फ हामी लागौँ। सामाजिक उद्देश्य भनेको संस्कृति संरक्षणको विकास, यो चाहिँ सामाजिक उद्देश्यमा पर्छ। नागरिक ज्ञानको विकास सामाजिक उद्देश्यमा पर्छ। आर्थिक दक्षताको विकास यो सामाजिक उद्देश्यमा पर्छ। यो पूर्ण जीवनयापनको लक्ष्य त व्यक्तिगत उद्देश्य हो। यो नपर्ने भनेको पूर्ण जीवनयापनको लक्ष्य। अब हामीले सामाजिक उद्देश्य के हुन् भन्ने कुरालाई जानौँ। संस्कृतिको संरक्षण र विकास, नागरिक ज्ञानको विकास, आर्थिक दक्षताको विकास, यी भनेका शिक्षाका सामाजिक उद्देश्य हुन्। अब 19 नम्बरको हेरौँ। समाजशास्त्री ब्रुभाकरका अनुसार शिक्षाका कार्यहरू के हुन् भनेको छ। समाजशास्त्री ब्रुभाकरका अनुसार शिक्षाका कार्यहरू कुन हुन् भनेको छ। यो 19 नम्बरको प्रश्नले यहाँ भनेका करख दुवै हुन्। यो परम्परागत कार्य, तटस्थ कार्य, प्रगतिशील कार्य र क्रान्तिकारी कार्य, यी चारवटै हुन्। त्यसकारण अप्सन घ माथिका करख दुवै भन्ने हुन्छ। हामीले बुझौँ। समाजशास्त्री ब्रुभाकरका अनुसार शिक्षाका कार्यहरू चारवटा छन्। ती चारवटा कार्य भनेका परम्परागत कार्य, तटस्थ कार्य, प्रगतिशील कार्य र क्रान्तिकारी कार्य हुन्। अनि फेरि अर्को कुरा पनि के बुझौँ भने शैक्षिक समाजशास्त्रका पिता जर्ज पियानेका अनुसार फेरि शिक्षाका कार्यहरू भनेको 3वटा छन्। जर्ज पियानेले शिक्षाका कार्य के भने परम्पराको आत्मसाक्षात्कार, नयाँ सामाजिक ढाँचाको विकल्प अनि सृजनात्मक र रचनात्मक कार्य भनेर यो जर्ज पियानेले शिक्षाका 3वटा कार्य भनेका छन्। अब 20 नम्बरको प्रश्नतर्फ लागौँ।
समाजशास्त्री मुनरोका अनुसार शिक्षाका कार्यहरूमा कुन पर्दैन भनेको छ। यो मुनरोका अनुसार शिक्षाका कार्यहरूलाई हामी बुझौँ पहिला। समाजशास्त्री मुनरोका अनुसार शिक्षाका कार्यहरू 4वटा छन्। एउटा ज्ञानको प्रसारण, अर्को 2 नम्बरको सामाजिक नियन्त्रण, 3 नम्बरको सामाजिक सम्पदाको संरक्षण, 4 नम्बरको सामाजिक प्रगति। ज्ञानको प्रसारण, सामाजिक नियन्त्रण, सामाजिक सम्पदाको संरक्षण र सामाजिक प्रगति, यी भनेका समाजशास्त्री मुनरोका अनुसार शिक्षाका कार्यहरू हुन्। अब यहाँ त्यो नभएको भनेको त के छ, यो सृजनात्मक र संशोधनकारी यो मुनरोका अनुसार शिक्षाको कार्य पर्दैन। जान्नुपर्ने के भयो त, मुनरोका अनुसार शिक्षाका 4वटा कार्य छन्। ज्ञानको प्रसारण, सामाजिक नियन्त्रण, सामाजिक सम्पदाको संरक्षण अनि सामाजिक प्रगति। ज्ञानको प्रसारण, सामाजिक नियन्त्रण, सामाजिक सम्पदाको संरक्षण, सामाजिक प्रगति। 3वटा सामाजिक कुरा, सामाजिक के कुरा, सामाजिक नियन्त्रण, सामाजिक सम्पदाको संरक्षण, सामाजिक प्रगति अनि एउटा ज्ञानको प्रसारण, यी भनेका मुनरोका शिक्षाका काम। अब हामी नेक्स्ट क्वेसनतर्फ लाग्दैछौँ। एसएलसी परीक्षामा पूरक परीक्षाको व्यवस्था 2003मा सुरु भएर विक्रम सम्वत 2023मा बन्द भएको थियो भने सुरु कहिलेबाट भयो, पुनः फेरि सुरु कहिलेबाट भयो भनेको छ। फेरि 3मा सुरु भयो, 23मा बन्द भयो अनि फेरि पुनः कहिलेबाट सुरु भयो त भने 2054 सालबाट सुरु भयो। 2054 सालबाट सुरु भयो, यो कुरालाई बुझौँ। 23मा बन्द भयो, 3मा सुरुमा सुरु भएको थियो, त्यसपछि फेरि 54मा सुरु भयो। ल यो कुरालाई हामी बुझौँ। 22 नम्बरको प्रश्न हेरौँ। मन्टेश्वरी स्कुलको स्थापना कहिले भएको हो भनेको छ। मन्टेश्वरी स्कुलको स्थापना विक्रम सम्वत 2003 सालमा भएको हो, जसमा रहेका थिए केयु ब्रमा अनि त्यसको शिक्षक चाहिँ महानी देवी ब्रमा इन्डियाबाट ल्याएको थियो। यसलाई हामी बुझौँ। मन्टेश्वरीको स्थापना 2003 सालमा अनि त्यो मन्टेश्वरीको चाहिँ केयु ब्रमा थिए र एकजना शिक्षक भारतबाट ल्याएको थियो, महानी देवी ब्रमा। अब 23 नम्बरको प्रश्न हामीले यहाँ राख्दैछौँ। 23 नम्बरको प्रश्नले के भन्छ भने 23 नम्बरको प्रश्नले गलत बनाइलाई यहाँ हामीले छुट्याउनु पर्नेछ। यहाँ मैले सही बनाइहरू राख्छु, गलत बनाइ मैले हटाएँ। त्रिभुवन चन्द्र कलेजको स्थापना विक्रम सम्वत 1975 भाद्र 27मा भएको, यो ठिक बनाइ छ। त्रिभुवन चन्द्र कलेजको स्थापना 1975 भाद्र 27मा भयो। दरबार स्कुल त्रिचन्द्र कलेजको सम्बन्ध कलकत्ताबाट 1980मा पटना विश्वविद्यालयमा सारिएको हो। एसएलसी बोर्डको गठन भई दरबार स्कुलको दक्षिणपट्टि मजलिस भवनमा परीक्षा सञ्चालन हुन थालेसँगै पटना विश्वविद्यालयसँगको सम्बन्ध विक्रम सम्वत 1990 कार्तिक 16 गते औपचारिक रूपमा हटेको हो। यी बनाइहरू चाहिँ सही छन्, गलत बनाइ चाहिँ मैले हटाएँ। किताब पढ्न सक्ने मानिसलाई शिक्षित व्यक्ति बुझ्नु शिक्षाको कुन अर्थसँग छ भनेको छ। यो सङ्कुचित अर्थसँग सम्बन्धित छ। हवस् त यो पाठमा हामीले 24वटा प्रश्न राख्यौँ। बाँकी पाठहरूमा हामी प्रश्नहरू क्रमश राख्दै जानेछौँ। यति चाहिँ हामीलाई हेर्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।